आजको कार्यक्रममा सबैलाई म स्वागतम स्वागतम सुस्वागतम भन्न चाहन्छु। ओम शान्ति। अनुषा बहिनी र कमला बहिनी नै अगाडि आएर फुलगुच्छा र मालाले अतिथिहरूलाई सम्मान गरिदिन म अनुरोध गर्दछु। स्वागतम 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 हजुरहरू पाउनुभयो आज हामी मजा रमाइलो पाला हो यो राखौँ सम्हालेर स्नेहहारले दिव्य श्रृङ्गारले स्नेहको हारले दिव्य शृङ्गारले पाला हो यो उच्चतम स्वागतम 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 सुन्दर यो पाला नाच्ने र गाउने यो भेट हाम्रो भाग्यले पाउने सुन्दर यो पाला नाच्ने र गाउने यो भेट हाम्रो भाग्यले पाउने श्रद्धाको फुलले परमपिता दुःखहर्ता सुखकर्ता पशुपतिनाथ परमात्माको प्रिय सन्तान, यस आउँदै गरेको महाशिवरात्रि कार्यक्रमलाई भव्यता र सभ्यताका साथ मनाउनको लागि हामी यहाँ उपस्थित भएका छौँ र हामीले एक हप्तादेखि कति ठाउँमा एक महिनादेखि प्रभात फेरि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्दै हाम्रो आदरणीय गुरुज्यू जस राई बुढो बुढो मात्रै हुनुहुन्थ्यो, तर अहिलेको हरेक क्षेत्रमा युवाहरू हुनुहुन्छ। वास्तवमा साँच्चै भन्नुपर्दाखेरि अहिले यस्तो प्रकारको फिल भइरहेछ हाम्रो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा पनि, जहाँ बसेर आध्यात्मिक ज्ञानको सारा विश्वभरि सन्देश दिइराख्नु भएको छ भने गुरुहरू जति पनि हुनुहुन्छ, गुरु भनेकै एउटा अज्ञानको अन्धकारबाट उज्यालो बाटोमा हिँडाउनेवाला र सबैलाई प्रकाशित गर्नेवाला। अहिले हामी जहाँ पनि देख्छौँ हाम्रो कथा भन्ने गुरुजीहरू मतलब पुराण भन्ने पण्डितजीहरू सबै प्राय युवा हुनुहुन्छ। केले यस्तो बनाए त शिक्षा गर्दै हिँडिराख्नु भएको छ, हामी सबै हिँडिराखेका छौँ। यो यति ठुलो सेवा गर्ने, सारा आफ्नो जीवन भगवानको सेवामा लगाउने सबै हामी आध्यात्मिक जेन्जी हौँ, तर हामी सबै आध्यात्मिक जेन्जी हौँ। त्यसैले आज यो अवसर जुटाउनु भएको हार्दिक हार्दिक मङ्गलमय शुभकामना, मङ्गलमय शुभकामना। आज फहरायो 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 शिव बाबाको झन्डा